अब चाहिँ गुड आफ्टरनुन सबैजनालाई। अन्त अब चाहिँ सफा गरेको आज। अब सन्चबारदेखि चाहिँ यो चुल्हामा पकाएर खाने पुरा जाडो भयो। अब बेकार चिसो हुँदो रहेछ। सबै सफा गऱ्यौँ हामीले, आगे र मैले बुढाबुढी मिलेर हो। अब यहाँ सबै सफा गऱ्यो, भुइँ सबै पुछ्यो। अब चुल्हामा पकाएर खाने जाडो भयो, बुढेसकाल लागेछ हो। चिसो भयो। अब चाहिँ सबै सफा गऱ्यौँ हो। अब यहाँ सामानहरू ओसार्ने, सन्चो लगाइदिनु सब ओसार्ने, डल्लै माथिको घरको किचन डल्लै यहाँ पुऱ्याउँछु। अब त्यहाँदेखि चाहिँ यहाँनिर पकाएर खाने, यहाँ पकाएर पकाएको तपाईँहरूलाई म भिडियो सेयर गर्छु। हुन्छ। दसैँको लागि जहाँ चाहिँ पकायौँ हिजो हामीले, पकाएर राख्यो हो। अन्तखेरि चाहिँ आज चाहिँ सफा गर्दैछु। बडा कल गर्दैछ। म चाहिँ थाकेँ। अब एकछिन बिसोल्यो हो। पुरा काम गर्छ। गुड बोय हो, गुड बोय। ओके बाई, फेरि भोलि भेटौँ हामी सबैजना।